नमस्कार। नमस्कार। नेपालबाट मेरो घर सिराहा जिल्ला लान हालको बसाइ सौदीको राजधानी रियादबाट यो टिमको म उपाध्यक्ष सन्धियाको। नमस्कार, मेरो नाम सकम बराजा। म हाल सौदी अरेबियाको रियादबाट, घर मेरो सरलाई जिल्ला र अहिले सौदी अरेबियाको रियादको म अध्यक्ष छु। धन्यवाद सर, थ्याङ्क यू। हाम्रो रियादको अध्यक्षज्यूबाट म केही क्वेसनहरू सोध्न चाहे। वास्तवमा सर यो डिएक्सन भनेर यो सबैको लागि हो कि वास्तवमा पैसावालाको लागि मात्रै हो सर? अलिकति हजुरलाई म सोध्न चाहे। डिएक्सन भनेको जसरी हामीहरू जीवनमा भात खान्छौँ अनि खाना खान्छौँ, जबसम्म यो संसारमा म रहिरहन्छु अनि मलाई खाना एकदमै जरुरी छ नि, डिएक्सन पनि सेम त्यस्तै नै हो, फुड सप्लिमेन्ट हो। यो हामीलाई जबसम्म हामी बाँचिन्छौँ नि, हाम्रो पुस्त बाँचिन्छ, तबसम्म हामी डिएक्सन प्रोडक्ट चाहिँ प्रयोग गर्नुपर्छ सर। ठिक छ। अनि धेरै मान्छेलाई यसले पनि भ्रम छ कि वास्तवमा डिएक्सनको प्रोडक्ट चाहिँ महँगो छ, उहाँहरू सौदीमा काम गर्नुहुन्छ, रियाल कमाउनुहुन्छ, डलर कमाउनुहुन्छ भने मात्रै डिएक्सन गर्ने हो, फेरि नेपाल फर्केको गयो भने चौपट हुन्छ। वास्तवमा यस्तो हुन्छ सर? होइन सर, अब मान्छेहरूमा त्यो चाहिँ भर पर्छ। सबैभन्दा पहिला हामी मान्छेले कुन हिसाबले लिइरहनु भएको छ, महँगो प्रोडक्ट छ भने यो डिएक्सन ग्लोबल कम्पनीले जुन यो लोगो देखिरहनु भएको छ नि, यो कम्पनीले चाहिँ एउटा तपाईँले डिस्ट्रिब्युटर कार्ड, यो मेरो हातमा देखिरहनु भएको छ, यो डिस्ट्रिब्युटर कार्ड तपाईँले यो कार्ड बनाइसकेपछि यहाँ यस्तो सिस्टम दिएको छ, जसरी मार्केटमा जुन प्रोडक्टहरू तपाईँले सस्तो पाइरहनु भएको छ त्यहाँबाट तपाईँले रिटर्न ब्याक पाइरहनु भएको छैन। तर यो डिएक्सन डाइरेक्ट सेलिङको इन्टरनेसनल कार्ड तपाईँले बनाइसकेपछि यसमा तपाईँले डिस्काउन्ट पनि पाउनुहुन्छ र साथमा आउने दिनहरूमा तपाईँले टिमलाई ग्रोथ गर्नुभयो भने तपाईँले यही कार्डबाट आफैले फ्री पनि युज गर्न सक्नुहुन्छ। यस सर। र एउटा कुरा लास्टमा, धेरै मान्छे के भनिरहेछ भने म त बिमारै छैन भने म किन यो डिएक्सनको दबाई खाने, होइन? उहाँहरूलाई अहिले पनि थाहा छैन कि दबाई होइन भनेर यो प्रोडक्ट हो, हामी अलरेडी केही न केहीबाट मार्केटबाट युज गरिरहेछ, त्यहाँबाट हाम्रो खर्च मात्रै भइरहेछ। तर वास्तवमा म 5 सालबाट डिएक्सनको रनिङमा छु, होइन? सिस्टमबाट बोनस पनि आइरहेछ र पोजिसन पनि इएसडी हो र वास्तवमा यो प्रोडक्ट वास्तवमा कसको लागि पर्फेक्ट हुन्छ त? मेन कुरा चाहिँ यो हामी चाहिँ बिमारी भएर मात्र खाने होइन, कुनै पनि चिज आउनुभन्दा पहिला हामी चाहिँ प्रयोग गर्दाखेरि त्यो चिजलाई आउनै नदिने के। जसरी उदाहरणको लागि म थोरै समय लिन चाहन्छु। हाम्रो अहिले बाहिर चाहिँ यदि पानी परिरहेको छ भने पानी पर्नुभन्दा पहिला हामी छाता लिएर निस्किने कि ननिस्किने? सेम लाइक त्यही डिएक्सन कम्पनीबाट तपाईँले प्रोडक्ट चाहिँ युज गर्नुपर्छ, जुन आउने बिमारीहरू छ, रोगहरू छ, त्यो रोगलाई आउनै नदिने के, त्यसको लागि चाहिँ यो प्रोडक्ट युज गर्नुपर्छ। धन्यवाद, नमस्कार। अनि यो पिक्चर चाहिँ, यो भिडियो चाहिँ हजुरहरूलाई मन पर्छ भने फलो गर्नुहोस्, डिएक्सन गर्नुहोस्, आफ्नो हेल्थ सम्बन्धी